सो साथीहरु आज यहाँ पहाडको यात्रामा यहाँ बाइक बिग्रेर यस्तो भएको छ। जुगाड बनाएर छु यहाँ। यो अरु त केही बिग्रेको छैन। यसमा यो हर्न लगाउने अब पहाड जाँदाखेरि त हर्न लगाउनु पर्यो। अब यो हर्नै लगाउने तार भाँचिएर यस्तो भएको छ। जुगाड यस्तो लगाइरहेको छु। र साथीहरु अहिले चाहिँ म जुन पार्कमा रुकेको छु त्यो पार्कको नाम पनि म देखाउन जाँदैछु। अहिले हेर्नुहोस् यता आई लभ यु लेखेको छ। यता चाहिँ धाप्रेनी काफल पार्क भनेको छ पिसिएफ कैलाली। र साथीहरु अहिले म आफ्नै जिल्लामा कैलालीमै छु। र साथीहरु मैले त्यो अब पहाड आउने क्रममा मेरो बाइकको चाहिँ ठ्याक्कै के भन्छन् यो हर्न लगाउने तार नै टुट्यो। सो त्यसपछि मैले चाहिँ आफै काम चलाउको लागि बनाएको छु। र साथीहरु अहिले चाहिँ म फल्टुडे पुग्नुभन्दा अलि अगाडि यो जङ्गलमा रुकेको छु। र जङ्गलमा चाहिँ अलि यो घुम्ने पार्क जस्तो बनाएको छ। यता चाहिँ भ्यू टावर छ। अनि म चाहिँ एकछिन रेस्ट गर्नेवाला छु। अब बाइकलाई पनि कति लगातार दौडाउने बुढो भइसकेको छ। मैले बाइक चाहिँ उता राखेको छु। अब एकछिन यतै रमाइलो गरेर रमाइलो भन्दा पनि एकछिन रेस्ट गरेर अब एकछिनमा हिँड्छु। ल साथीहरु अब चाहिँ म रेस्ट गरिसकेँ। अब फेरि यात्रामा हिँड्नु पर्यो। अब चाहिँ फेरि म आफ्नो राइडलाई कन्टिन्यू गरिरहेको छु। सो अब राइड साथीहरु यात्राकै क्रममा आज मैले के देखेँ हेर्नुहोस् है त। हेर्नुहोस् हराउन लागेको गिद्धहरू। र साथीहरु यात्राको क्रममा म अब एक ठाउँ बिसौनीमा पुगेछु। र बिसौनी यस्तो छ। र साथीहरु यो गाउँ कुन हो थाहा छ भने कसैले कमेन्ट गर्नु होला। हेर्नुहोस् कस्तो राम्रो भ्यू छ। यता पनि उता हाइस गइरहेको छ। र साथीहरु हेर्नुहोस् कस्तो राम्रो भ्यू छ। अब एकछिन रेस्ट पछि अब फेरि म यात्रामा गर्छु होला। अब एकछिनमा चाहिँ रेस्ट। यात्रा चाहिँ नेपाल सुरुको थियो। र म चाहिँ आउँदा यात्रा गर्दाखेरि एक्लै भएकोले खासै क्लिपहरू बनाउन पाएन। अब एकछिन काम गरिरहेको छु। र हावा पनि धेरै चलिरहेको छ। र साथीहरु हेर्नुहोस् यता पुरा आजभोलि सेतीको मिक्स यस्तै भइसकेको छ। पुलमा मस्त हावा चलिरहेको छ। साथीहरु यो पुलमा एकदमै सम्झनाहरू छ मेरो चाहिँ। मैले चाहिँ यता लगभग 3 वर्ष लगभग 3.5 वर्ष जति यतै कटाएँ। यसमा धेरै रमाएँ साथीहरु। आज फेरि 7 महिनापछि फेरि आएको छु। धेरै खुसी लागिरहेको छ। सेतीको यता भ्यू हाम्रो यता मुस्कान भाइ हावा यस्तो भयो कि मान्छेलाई हेर्नुहोस् यहाँ यस्तो हावा उडिआइरहेको पुरै खत्तम। यहाँ मान्छे उडाउन थाले साथीहरु। यो गर्ने हामीहरू पनि अब घुमेर कोठातिर जानु पर्यो। अब यो हावालाई उडायो भने फेरि हिसाब कसरी दिने। आज म र भाइ चाहिँ अब जाँदैछु। साथीहरु मेरो एन्ट्री दिपायलमा खतरा छ। मैले पुरै दिपायल छिर्न बित्तिकै यहाँ पुरै हावा उडिएर स्वागत भइरहेको छ मेरो। यता हेर्नुहोस् के गर्ने साथीहरु। लगभग 3 वर्ष जति यहाँ धेरै रमाइयो। अब फेरि 6-7 महिनापछि फेरि यो ठाउँ आए। धेरै खुसी लागिरहेको छ। र साथीहरु यो मौसमले पनि मलाई स्वागत गरिरहेको छ। हेर्नु यता पुरै। ल केटाहरू मेरो रुम पार्टनरहरू थाहा छ कि नै यो पसलबाट हामीले कति तरकारी किनेर खायौँ। साथीहरु हेर्नुहोस् यता नेपालको झन्डा पनि लगाइसकेको छ। यता हेर्नुहोस् नेपालको झन्डा। केटाहरू याद छ कि छैन? याद छैन भनेपछि यो भिडियो हेरेर सम्झ है केटाहरू। हेर्नुहोस् धुलो पनि यस्तो स्वागत गरिरह। केटाहरू याद छ कि नै यो क्रिम रोल खाएको? हामीहरूले यहाँ दिपायल छोडेपछि त यो क्रिम रोलको साइज पनि सानो भइसकेको छ। के गर्ने अब पहिला धेरै खाइयो। एकचोटि अब फेरि आएर खाइदिउँ भनेको। हेर्नु साथीहरु यो दिपायलको पिपल्ला बजारको भ्यू कस्तो छ कमेन्टमा भन्नु होला। पानी पनि पर्न थाल्यो अहिले। अब यति खाएर हामी पनि रुममा जान्छौँ।